ओइ मित सरलाई फोन गरिस् त? छैन ड्याड। किन नगरे फोन गरिहाल्न। मलाई कता कता लागिरहेछ यो हाम्रो करतुत गाउँलेहरूले थाहा पाए जस्तो लागिरहेछ। मिज्यू अलि साइको साइको पारेको छन्। झन् यहाँ काम बिगार्ने पो हो कि उहाँ काठमाडौँदेखि आउँछन्। खुब तैले काम सपाएर छस् नि, उल्टो उल्टो काम गरेर बस्छ। छिटो फोन गरेर बोलाइहाल। हेलो, रामेश्वर प्रसाद उपाध्याय speaking। हेलो हेलो, स्पिकिङ। यहाँ पनि मिज्यू स्पिकिङ। नमस्कार मिज्यू। नमस्कार बिज्जू। हजुर यहाँ तुरन्त मितको घरमा आइपुग्नु पर्ने भयो। मितबा जिउँदैछन्? हजुर जिउँदैछन्। मितबा र बिज्जूको लागि यो ज्यान हात्ती छ। यो त खुसीको कुरा हो नि मित। अञ्जली, तिमी अब स्वतन्त्र छौ। तिमीलाई यहाँ बाधा पुर्याउने कोही छैन। तिम्रो मिल्ने साथी भनेको पनि मै त हुँ। अब तिमीले आफ्नो मनको कुरा मलाई नभनेर पढाइ थान्छौ भने पनि ठिकै छ, मलाई केही भन्नु छैन। अब मलाई धेरै कर गर्नु पर्दैन साथी, किनभने मैले अब बुझिसकेँ यस्तो पीडाहरू धेरै गुम्साएर राख्यो भने आफूलाई नै धेरै गाह्रो हुने रहेछ। गुड, अब मनको कुरा खुलेर भन। आजभन्दा केही दिन अगाडिको कुरा हो। म यही ठाउँमा जन्मेँ, हुर्केँ र उसलाई मैले एउटा राम्रो मिल्ने साथीको रूपमा हेर्थेँ। तर उसले यो हदसम्म पार गर्छ भनेर मैले सोचेको पनि थिइनँ। ऊ भनेको को अञ्जली? ऊ भनेको राम र उसको बाबा डेन्जर। के गरे उनीहरूले? उनीहरूले मलाई किडन्याप गरे साथी। वाट? किडन्याप? त्यसपछि के भयो? त्यसपछि रामले मलाई मसँग बिहे गर्छस् भने गर, नत्र भने तँलाई म मारिदिन्छु भनेर जबरजस्ती गर्यो।